सर म चाहिँ यो पुऱ्याउन पाए जाँदैन म तपाईँलाई यता रोकिदिन्छु है तपाईँलाई म यहाँ माथि जान सक्दिनँ होइन नि त सर अहिले हेलो हेलो अनि तपाईँ चाहिँ कतासम्म हो ए कता अनि गएको योबाट जान्छ त अनि फेरि अनि तपाईँले अहिले भर्खर थाहा छ भन्नुभयो होइन योबाट जान्छ भनेर कसरी पैसा हुन्छ पैसा त याङ्गोले त पुरा फिक्स प्राइस तोक्या हुँदैन र भने यार कस्तो कुरा गर्नु तपाईँलाई याङ युज गर्न आउँदैन कहाँ ठग्छ हामीले त कहाँ ठग्छ तपाईँको त सुदूरपश्चिमबाट हो अनि जुम्ला भन्दैमा त अनि यार हामी तपाईँलाई कहाँ ठग्छु त यार तपाईँको हामीले पनि बुझ्छौँ नि त सबै कुराहरू हामीलाई मात्र राइडरमा मात्र किन हेरेको त सबैजनाले राइडरलाई मात्र हेर्छौँ अनि तपाईँले भन्नु भएन यतातिरबाट जाम यतातिरबाट बाटो छ हजुरले देख्नु भएको छ भन्नुभयो होइन अहिले अनि तपाईँले यतातिरबाट भन्नुभयो खालि मलाई त्यत्रो लामो बाटो घुमाइदिनु भयो त अनि एक्स्ट्रा पैसा लाग्छ है सर तपाईँको तपाईँले 3 किलोमिटर एक्स्ट्रा कुदाउनु भयो म 3 किलोमिटरको पर किलोमिटरको 30 रुपियाँको दर लाग्थ्यो 90 रुपियाँ एक्स्ट्रा दिनुपर्ने हो पुगेपछि कुरो भएर हुँदैन सर होइन यहाँ त फिक्स प्राइस गर्नुपर्छ होइन भने चाहिँ म चाहिँ जाँदिनँ है सर यस्तो चाहिँ मलाई चाहिँ तपाईँलाई हतार त सबैलाई हुन्छ सर हतार हामीलाई हुँदैन र भने हतार हामीले कति 26 हान्नुपर्छ सर अलिकति हाम्रो पनि बुझिदिनु न हो होइन सर हामीले सबैलाई त्यसरी मार्ता गरेर कहाँ हुन्छ सर हिजो पनि हामी राइडरमा फेल भयो अहिले तपाईँ पनि राइडर यसो गरिदिनुहुन्छ अनि तपाईँ जस्तो सबै मान्छे तपाईँ जस्तो त हुन्छ नि सबैले त्यस्तो त गरिदिन्छ नि यार हामीलाई त जताबाट पेलिहाल्छ नि होइन सर म चाहिँ यो पुऱ्याउन पाए जाँदैन म तपाईँलाई यता रोकिदिन्छु है तपाईँलाई म यहाँ माथि जान सक्दिनँ होइन नि त सर अहिलेसम्म मैले जहाँसम्म लगेको छु त्यहाँसम्म तपाईँको पैसा लाग्छु नि सर त्यति नलागेर हुँदै भएन नि होइन तपाईँले त्यस्तो भन्नै पाउँदैन न त्यस्तो भन्नै पाउनु न तपाईँ हामी कम्प्लिट गर्छौँ नि हामी पनि होइन नि सर त्यस्तो गर्नु मिलेन सर हाम्रो पनि त व्यथा हो आफ्नो पनि समस्या हो हामीलाई रहर छ र सर यो याङ्गो गर्नुमा हामी पनि स्टुडेन्ट हो यार हामी म चाहिँ योभन्दा माथि पुऱ्याउँछ तपाईँ आफै गर्नुहोस् है जे गर्नुहुन्छ गर्नु म त केही जान्दिनँ हामी तपाईँ यही जानुहुन्छ है म त जाँदिनँ तपाईँ फेरि नि अफलाइन भन्नुभयो होइन म त फेरि अनलाइन पनि होइन फेरि ल हस् त ओके